बस्छु घर त छ मैले तिमीहरूको लागि सीता सिरियलको यो भागमा घनश्यामले आफ्नो इज्जतको लागि अनु र रमेश छुटाउनु पर्ने कि अनुले रमेशसँग बिहा गरेर खुसी साथ आफ्नो जीवन बिताउन नपाउने? यति बेला उनीहरूमाथि घनश्यामले अन्याय नै गरेका हुन्। बिचरा सोझ रमेशलाई घनश्यामको गुण्डाले निर्घात कुटे, बारीमै मरणासन्न पारेर छोडेर अनुलाई तान्दै घनश्यामको घरमा लगे। धन्न हस्पिटल समयमा पुर्याउन सकियो र रमेशको ज्यान भनी बच्यो। र हस्पिटलमा उपचारको रूपमा सहयोगीको रूपमा रहेका एकजना दाजुले जति राम्रो सभ्य दयालुपन देखाए त्यो त उनको पाप पो रहेछ। उसले त 12 घण्टामै मेरो पैसा चुक्ता गर्नु भनेर सीतालाई अल्टिमेटमसम्म दिएको। रमेशको आमाले गाउँको सहकारीबाट ऋण खोजेर ल्याएपछि 3 घण्टामै उसको ऋण तिर्न सकियो। रमेश हस्पिटलबाट डिस्चार्ज भएर फेरि आमा र सीतासँगै गाउँ फर्केका छन्। अब गाउँ गएर घनश्यामलाई टहरी केस गर्नै पर्छ। त्यसका गुण्डाले रमेशलाई घाइते बनाएको, अस्पतालमा धेरै पैसा खर्च भएको घनश्यामसँग असुली गर्नुपर्छ। अनुलाई आफैसँग लिएर रमेश आउनुपर्छ। घनश्यामको जस्तो मान सम्मान, नैतिक चरित्र, सामाजिक प्रतिष्ठा, मान सम्मान रमेशको पनि छ। पशुलाई त थुनेर राख्न मिल्दैन। आफ्नो भान्जीलाई घनश्यामले नियन्त्रणमा लिनु, थुनेर राख्नु, भावना, विचार, इच्छालाई मार्नु गैर कानुनी र अपराध भएकोले तुरुन्त घनश्यामलाई कारबाही गरेर अनु र रमेश सँगै हुनुपर्छ। साथीहरू, तपाईँहरू के भन्नुहुन्छ? आफ्नो प्रतिक्रिया दिनुहोला।